बजिसक्यो भइरहेछ किनभने 4:30 राति 5 बजिसक्यो यहाँ चाहिँ अब सबैजना रेडी भइरहेछ। आज चाहिँ नेक्स्ट डे हामी चाहिँ रेडी भइसक्यौँ अनि 4:30 बजी नै उठेको थियौँ कि अनि 5 बजी जाने भनेर अनि 5:30 हुन लागिसक्यो। 5 बजी गएको छैन हामी, तर अब चाहिँ हामी हिँड्छौँ। सबैजना भाइ भित्रबाट निक्लिँदै हुनुहुन्छ, म चाहिँ बाहिर निक्लिसकेँ। यता 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 तल तलतिर हिमाल कस्तो देखिरहेछ, क्यामेराले पनि देखिन। सबैजना मासतिर गइरहेछ, म चाहिँ बत्ती बाल्दै हिँडिरहेछ। अब त हल्का उज्यालो भइसक्यो। एका बिहानी यो बहिनी भारी बोकेर कता जाँदैछ, सायद ट्रेकिङमा भारी बोक्नु हिँडेको होला। यता हेर बहिनी, हो बहिनी। यहाँ 45 मिनट जति हिँड्यौँ अनि अन्धारै थियो नि त, अनि बत्ती बाल्दै आइरहेको थियौँ अनि तलदेखि नै उज्यालो चाहिँ भइरहेको थियो। अनि त्यही पनि भिडियो बनाएको थिएन कि मैले चाहिँ, अनि यहाँ माथि उज्यालो छलङ्गै भइरहेछ। अनि म हिँडिरहेको छु अनि 2 जना पछाडि हुनुहुन्छ अनि माथि हिँड्दैछु। टुसारो छ यहाँनिर पानी। लोकेसन दिइरहेको रहेछ। सम्पू हाई। डे 2 होइन, कस्तो लागिरहेछ पेन्टु? कस्तो 5 बजेसम्म अहिलेसम्म गाह्रो चाहिँ छैन, तर लस्सी भर्खरै हामी हिँडेको आधी घन्टा जस्तो भयो। 45 मिनट भयो होला। हेरौँ ल सम्पू अनि सुरुमा त लेक लागे जस्तो भयो अरे। होइन, सुरुमा चाहिँ अलिकति भयो कि म त ल ऊ लेक लाग्यो भन्ने गरेको पछाडि चाहिँ इन्जिन तातियो क्या मेरो उसको ज्यानको। अघि कस्तो टिलिलिली टल्किरहेको छ नि। ल है त अहिले हेर्दै गर्नु होला होइन पेन्टु? ल त अब हामी जान्छौँ कालो। गौरी शङ्कर हिमाल देखिरहेको रहेछ है, तर कस्तो क्लियर नै देखिँदैन कि मेरो फोनमा। यस्तो देखिरहेछ, दामी छ तर आँखाले हेर्दा चाहिँ दामी दामी। अब यहाँदेखि उकालो जानुपर्ने, अरूहरू गइसक्यो। म अब त्यहाँदेखि अलिकति उकालो हिँड्दा चाहिँ पार्टी जस्तो एउटा रहेछ गोठ। फोरहरू चाहिँ फेरि यो के हो यस्तो 4 छन्। कहाँबाट आयो मान्छे यहाँ फोर गर्न? सबैजना गइसके। म चाहिँ हिँड्नै गाह्रो भइरहेछ कि एकपट्टिबाट मात्र ताता सास आइरहेछ कि नाकबाट। कहाँ कहाँ पुगेँ हिँड्दै हिँड्दै आएर। उनीहरू चाहिँ के गरिरहेको छ? के गर्नु लाग्यो? हामी राईहरूको है, राई लिम्बूहरूको के भन्छ त्यो, यसलाई चाहिँ परिकारको रूपमा खाइन्छ। यो खाने हो कि नखाने हो? देखाउँदा मैले नजिकबाट। यो चाहिँ अझ मासुसँग खान्छ है, होइन? है सुँगुरको मासुसँग खान्छ होइन? रक्तीहरू लगाएर। ल एउटाले छाक पुग्यो तिम्रो? यही हो नि है झाउ। यसको खानु मिल्दैन। किन? कुन झाउको मात्र मिल्छ हो कि उत्तिसको हो कि कुनको मात्र मिल्छ? यो जुन पाए त्यहीको। बोर्ड के थियो? बोर्ड त्यो ऊको काँडाकोमा हो क्या, तर जुन पाए त्यहीको खानु मिल्दैन नि त। बोकिराख्नु न। त्यो कहाँ पुग्छ? फोन गरेर सुरु न एकचोटि। हैन बोकिदिइ राख्नु न। ल हैन सनराइज भइसकेछ। बाटो यस्तो छ, पेन्ट आइरहेछ, गाह्रो भयो। हामी आइसक्यो यस्तो पछाडिबाट। कस्तो यति धेरै लगाइरहेछ, बाक्लो गर्मी नै भइसक्यो। नाक अझै दुखिरहेछ। मेरो यहाँ साथी छ, यहाँनिर चिया बिस्कुट खाएँ अनि हिँड्दैछु म। एक टोपी यस्तो उनीहरू आइरहेछ। हिँडिरहेछ म। अब कति सरासर हिँड्छौँ। आइरहेछ है, राम राम नाकै ठोकिने।
पेन्डु चक्लेट खाएको चक्लेट धेरै नखा चक्लेट ब्रेड टु मच एक्सपेन्सिभ होइन चक्लेट पनि फेरि यिनीहरूले चक्लेट महँगो ल्याएछ तर थोरै ल्याएछ थोरै तर महँगो अनि बल्ल हामीले हिउँ भेट्यौँ हिउँ त हो नि बहिनी है होस् बोतल छ त छैन पानीको चाहिँ एकदमै ऊ छ अरे समस्या यो बाटोमा चाहिँ अलिअलि भेट्न थालियो नि हामी हिँड्नु त कहाँ पर्ने छ पेन्डुको अवस्था यहाँ चार खुट्टे अघि एउटा कसलाई भनेको सबजनाहरू गइसके ल यहाँ कस्तो राम्रो हिमाल देखिरहेको छ मेरो चार्ज नै सकेछ हो यो चाहिँ बोलेर आउने गाडी यहाँबाट जाने फेरि नजिक देखिरहेको छ हिमाल गौरी शङ्कर हिमाल हामी चाहिँ अब यहाँनिर फलफुल खान्छौँ एकछिन बसेर गेट फालेर बसिरहेछौँ सुन्तला गौरी शङ्कर हिमाललाई हेर्दै फलफुल खाइरहेछौँ हामी अब हामी चाहिँ फेरि यहाँ खाजा थरी खाएर हिँडिरहेछौँ दुईजना तिनजना अगाडि दुईजना पछाडि छ म चाहिँ नि बिचमा यहाँ हिँडिरहेको हामी चाहिँ माथि पूजा गर्ने भनेर हिँडिरहेछौँ नि त अनि त्यो नुनहरू नखाइकन गइरहेछौँ अनि फलफुलहरू खाँदै गरेछौँ यहाँ हिउँ उनीहरू त कहाँ पुगिसके जस्तो छ तिनजना दुईजना पछाडि नै छ बिचमा चाहिँ म एक्लै हिँडिरहेको छु टुकुर 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 तिनजना अगाडि दुईजना पछाडि छ नि त उनीहरू त कहाँ पर पो पुगिसकेछ त रोड पारि पर उनीहरू त्यहाँ आउँदैछ त्यहाँ त त्यो हिमाल त त्यो डाँडा कटेर त्यहाँ पुग्छ जस्तै छ कस्तो नजिक देखेको थिएँ अहिले उनीहरू पनि दुईजना अगाडि भए म मात्र पछाडि भएँ चाहिँ खै कुन ठाउँ पो आउने भन्ने थियो यहाँबाट चाहिँ यस्तो देखिन्छ यहाँ उनीहरू गइरहेछ यता म पनि जान्छु किन भिडियोमा ओके अब यहाँबाट यो पारि गरेर जाने होला हिउँहरू पनि देखिरहेछ हरू देख्न थालिसक्यो है अब माथि चाहिँ कस्तो छ मान्छे आएर कति टिकटक भरे पेन्डु आइज आइज आइरहेछ पेन्डे चाहिँ मजा लागिरहेछ हिँड्न हिउँ देखेर यस्तो छ नि त बिल्लिसक्यो त्यो पनि साह्रो छ उकालो अब सुरु फेरि तँ के गरेको थिएँ के खाइस् उनीहरू चाहिँ पेन्डु माया गर्नुपर्ने रे त्यसलाई सबभन्दा धेरै भारी मैले बोकेको छु यहाँ तर हिउँ नै हुँदैन त कहिले तर हिमालहरू देखिरहेछ यहाँबाट कस्तो दामी अब हामी चाहिँ यहाँ रोडमा आएपछि चाहिँ झुकिने रहेछ कि यता लेफ्ट जाने कि राइट जाने भनेर यहाँ आएर चाहिँ एकदमै कन्फ्युज भयो यता 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 छ कता जानुपर्ने भने यता अनि यता लेफ्टपट्टि जाऊँ मलाई यसलाई चाहिँ कसले उतापट्टि फर्काइदिएछ खासमा चाहिँ यस्तो रहेछ यो बोर्ड कसको काम हो अन्त अब कन्फ्युजको बाटो के अब यता चाहिँ तेर्छ नि त अनि यता उकालो अब यता हामी उकालो जान्छौँ याद आयो अरे आइस होइन यस्तो बवाल छ कि
दामी क्यामेरामा चाहिँ फोनमा चाहिँ आउँदैन है मेरो यस्तो दामी छ उसको खुट्टा डुबिरहेछ अरे त्यसलाई कस्तो मजा ओइ यता उभो ओ यता उभो कहाँ पुग्लाउने फेरि उदो उदो फेरि यहाँ एकछिन रहेछ कि क्या आया हिउँ हिउँ छ आमा जुत्ता त रहेछ है बिच बिचमा पेन्डो हिँडिसकिरहेको छैन पेन्डे चाहिँ दुई दुईवटा स्टिक बोकेर पनि यताको दृश्य जस्तो छ सुन्नु होइन यो चाहिँ काट्नुपर्छ है सम्पू हिमाल नजिक नजिक आएको अब यहाँदेखि अब फेरि उता जान्छौँ के होला पानीको जोगाड गर्दैछौँ पानी चाहिँ नपाउँदो रहेछ इल्लिकिति पनि अनि यता पनि उहाँले गरिरहनु भएको छ कि पानीको जोड हाम्रो पानी चाहिँ नरहेछ है यो एरिया तलदेखि नै थिएन क्या पानी नै यसरी पानीको जोड गरिरहेछौँ डाइलग दिए फेरि पेन्डोले यहाँबाट चाहिँ अलिक फेरि बाटो कन्फ्युज रहेछ कि रोड निक्लेपछि उँभो हो कि यता हो फेरि भाइ चाहिँ माथि बाटो हेर्नु पनि पुगिसक्यो त्यहाँ माथि तर हामी उतै जान्छौँ अब ऊ आइरहेछ किन किन कोङ्सुको गीत मुखमा आइरहेछ हौ पेन्डु फुलै फुलको बगैँचा भने के एउटा भिडियो गर्दा चाहिँ एउटा तिनीहरू माथि पुगिसक्यो पर हेर्नु न हिमाल कस्तो दामी देखिरहेछ सेतो चकिलो बाटो हिँडेर ओइ यहाँ फ्यास फ्यासको रहेछ हिउँ आकाश पनि दामी देखिरहेछ है आचु कस्तो चिसो लडेको त तान मलाई कस्तो दामी भइसक्यो चाहिँ पक्लिँदै रहेछ यहाँ हिँड्नु चाहिँ गाह्रो हुन्छ यहाँसम्म त बोलेरो र बाइकहरू जाउँछ नि त्यहाँदेखि चाहिँ यहाँ 2 घन्टा लाग्छ होइन पेन्डो हिँड्नु यहाँदेखि 2 घन्टा लाग्छ अरे अनि अब हामी चाहिँ हिँड्दैछौँ म र पेन्डो मात्रै पछाडि छौँ ल अरू सबै अगाडि गइसके हिउँ त कस्तो दामी छ भने दामी दामी त बाटो नै हिउँनै हिउँ रहेछ ऊ माथिसम्म 11 बजिसक्यो सबै हिउँ नै हिउँ के गर्छ छिटो कुट उठ लड्छस् है लड्छस् कराइरहेछ अगाडिबाट हामीलाई चाहिँ ए छिटाउ छिटाउ भनिरहेछ उनीहरू चाहिँ कहाँ पुगिसक्यो नि त माथि फेरि अब चाहिँ बाटो हिउँकै मात्र छ यस्तो राम्रो मेरो त जुत्तै भाँसिएर कि के गर्छ अन्न यो नाटक हो कि के हो अघि मेरो जुत्ता खक्लकै पसेर है पेन्डु मेरो लट्ठी पनि अड्केको थियो हिउँ अनि भाँस्यो कि हेर्नुहोस् कति धेरै छ कि तेरो पन्जा पुट्दिम यसको के भए वेडनेसडेको टुक्रुक टुक्रुक के गर्नुभएको हजुरले त हिँड्नै नसकेर हो त्यस्तो आमा 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 उठ न यहाँ म यति भाँसिरहेछु उठ कमेडी कमेडी गर्छ एक्टिंग का बात मत करो ना और हजुर माथि पुगिसकेको चाहिँ हेर न कस्तो राम्रो ओइ हेर कति धेरै भाँसिँदो रहेछ लभलाई मेटाइदिएको यहाँनिर खोइ के लभ एम थियो यसले मेटाइदियो कस्तो रहेछ यो त अपराधी
कहिले आइपुगेन हौ कस्तो हावा सिरिरी आइरहेछ यस्तो चस्मा लगाएन भने त हिउँमा त सकिँदैन रहेछ के अब मैले चिसो पनि लाग्ला जस्तो भइसक्यो दुख्नु नाक बन्द भइसकिसक्यो अनि यस्तो चस्मा बिना चाहिँ हिउँमा हेर्नै सकिँदैन टल्ल आँखा खाएर के झिलिमिली टाइपको कस्तो टाइपको के त्यही भएर कहिले आउँछ कस्तो कन्फ्युजिङ बाटो हो कि यता बाटो पनि छ जाने अनि यता पनि छ बाटो जाने अनि भाइ चाहिँ फेरि कहाँ गयो कता गयो बोलाउँदा पनि सुन्दैन कता होला बाटो थाहै भएन कि हामीलाई यस्तो भोरै नै रहेछ अझ 2 घन्टा लाग्छ अरे के भएको होइन राम कहिले ला जाने होला है यो सासै फेर्नु गाह्रो भइन्छ हौ बिस्कुट खाँदैछ यो चाहिँ आइससँग पानी पनि छैन त्यही भएर पानीको सट्टै आइससँग दाँत जाला तर बहिनीको दाँत हाइटमा आएपछि त चिसो भइरहेछ पेन्डु त आइरहेछस् कि छैन सौ हामी चाहिँ मैले त चिसोले भेटि नै सकेछ लसुन र मकै खाँदै जाँदैछौँ हामी चाहिँ नै गाह्रो भइसक्यो यिनीहरू चाहिँ सुकिगएको चोत्रो खाँदैछ है चोत्रो त हो नि यो सुकिरहेछ खोर्सानी सुकेको खोर्सानी जस्तो तर रस चाहिँ नरहेछ यो माथि खोइ कहाँ हो आइपुग्यो राम्रोसँग बोर्ड छैन बोर्ड लडिरहेको छ कि राम्रोसँग लेखेकै बुझिँदैन यहाँ त अझै लाग्छ होला नि हामीलाई त कस्तो नाम लेख्दिउँ हौ कस्तो हुसु लाग्यो भने है हिमालय हेर्नु नपाइने पऱ्यो नि यहाँदेखि चाहिँ यता है छे कस्तो हुसु लाग्यो बिस्तारै हिँडे लड्लाउने फेरि ओइ भाँसिँदो रहेछ है हामी चाहिँ यहाँ आइपुगेपछि चाहिँ तनाव भयो क्या दाइहरू पनि फर्किनु भयो अरे कि अनि यहाँदेखि कति धेरै हुसु लागिरहेछ नि त अनि त्यसपछि हुसु लागेपछि चाहिँ बाटोहरू नि थाहा हुँदैन अरे अनि त्यसपछि दाइहरू पनि फर्किनु भएको अरे आधी बाटोबाट अनि त्यो हुसु लागिरहेछ नि त अनि त्यो बाटै थाहा पाइँदैन अरे अनि त्यसपछि 2 जना त गायब नै भएको छ अरे अहिलेसम्म भेटेकै छैन अरे यहाँ यता आउनु भएकोहरू त फेरि कति धेरै हिउँ पनि छ नि त अनि घाम त लागिरहेको छ अघि अनि पछि चाहिँ हुसु लागिरहेछ अहिले केही बाटै देखिँदैन अब त यी हाम्रो छेउसम्मै आइसक्यो हुसु अनि दाइहरूले चाहिँ सजेस्ट गरिरहनु भएको थियो कि हामीलाई नजानु माथिसम्म भनिरहनु भएको थियो अब जान सक्छ त्यस्तै भनिरहनु भएको थियो कि जाने नै हो भने चाहिँ होमस्टेमा बसेर जानु बिहान नत्र भए फर्किनु माथि नै चाहिँ नजानु भनिरहनु भएको थियो सम्पु दाइहरूको कुरा कस्तो लाग्यो अन्त यस्तो हुसु लागिरहेको है अब हामी यहाँबाट अझै अब हाम्रो हिँडाइले अब 4 घन्टा लाग्छ अरे हैन बिहान उहाँहरु 4 बजे हिँडेर 11 बजे पुगेको रे 11 बजे पुगेर अब बस बल्ल फर्किदैछ अन्त गाह्रो पो हुने पर्यो त हामीलाई त यहाँ अगाडि आउँदै रहेछ कि अलि तर हुसु लागेर है सम्पु चिसो भइरहेछ कि अब चाहिँ अघिसम्म चाहिँ चिसो भएको थिएन अनि हुसु नै लागिसक्यो नि त पुरै कस्तोरी हिँडिरहेछ है हुसु हामी चाहिँ माथि जानै पर्यो चिसो यस्तो छ कि राम्रो हामी चाहिँ खासमा चाइनाको बोर्डर पुग्नुपर्ने हुन्छ चाइनाको बोर्डर पुग्नुपर्ने है जुगाड हामी चाहिँ यस्तो हुसु लागिरहेछ यहाँ पानी थाप्नुको लागि जुगाड गरिरहेछौँ हामी चाहिँ यस्तो छ हुसु लाएर बाटो त्यस्तो छ है राम्रो झन्डै लड्यो यस्तो छ गाईहरू आइरहेछ नि यस्तो छ कि कस्तो
डर भयो गरेको थिएँ तर इस्टिमेट नै गर्न जानेन रहेछ मैले जानिनँ रहेछ के अनि अलिक कम भयो माई ब्याड बाटो त नि हिउँ नै हिउँ छ नि त नि ग्रिपवाला सुज चाहिँ लाउनु पर्ने रहेछ अवस्था गम्भीर छ है हाम्रो चाहिँ यहाँनिर कति धेरै अझै बाँकी छ भोक लागेर हामी त नि त्यो नखाए आएको भए त मरिन्थ्यो है पूजा गर्नुको लागि नखाने भन्ने चाहिँ धन्न खाएछु को पो पूजा नखाने भनेको थियो अझ के रे भेज यतिखेर त नि मरिन्थ्यो अब त त्यति हो उकालो त यही डिल हो यही डिलबाट उता त उकालै छैन उता जानु पर्दैन कि उयो ढुङ्गो छ नि हजुर त्यो ढुङ्गाबाट तल तल ओह्रालो हो यस्तो बाक्लो छ कि ओ माई गड रहर मात्र भयो कि हाम्रो चाहिँ सकि नै रहेको छैन हिँड्नै सकिरहेको छैन हिउँमा त झन् हिँड्नै गाह्रो हुन्छ यस्तो यस्तो छ यस्तो आमा होस् न अहिले बरु फर्केर आउँदा गुड्क्यौँ ल अब त नजिक छ आमा भाँसिएँ नि त म किन यस्तो दामी छ स्याक भइसक्यो है अलिक ठिक आउँछ कि क्वालिटी मेरो एउटा गरौँ छोरछोरी क्लिप खिचौँ होइन यिनीहरू चाहिँ बरु उसको लागि टर्चको लागि राखौँ न के भन्नु राम्रो आउँछ ला त बाक्लो छ कि आइपुग्नु आँट रे राम्रो हिउँ ओ माई गड के बिदी हो च्याङ झर न लु अलि हामी चाहिँ आइपुग्यौँ है भैरव कुण्ड यही हो मन्दिर चाहिँ त्यहाँ छ दह चाहिँ हेर्नु न हिउँले कस्तो आइस भएको यस्तो छ आइस आमा ओइ एखे एन्डु ओइ मुखमा राख्न मुखमा राख क्या मुखमा राख पाए न त अगाडि गाई कम होला हौ अब ल मेरो यो सबै उडेछ सब नउडाइदे बोतलको यतिकै होस् यो उडेको देखेर उसले भनेको हिउँ पर्यो अरे दामी छ हौ ठाउँ त अरू कस्तो बुरुरु परिरहेछ हिउँ कस्तो मजा आइरहेछ कि तर दिन पनि उग्रियो गाइज उनीहरू चाहिँ कुदिरहेछ कस्तो दिन मौसम पनि अलिकति उग्रिएछ अनि हिउँ पनि फुस परिरहेछ ओ कस्तो मजा फाइनल्ली हिउँ पनि कस्तो फुस परिरहेछ तर क्यामेरामा देखिरहेको छैन होला कस्तो परिरहेछ कस्तो मजा देखिरहेको छैन हौ तर फुस गरेको धेरै गहिरो पो छ त यहाँनिर अनि हिउँ पनि परिरहेछ कस्तरी दामी छ डाँडाहरू चाहिँ दामी म त ढल्दिन्छु यहीँ कस्तो तर चिसो हुने रहेछ झरेको छैन कस्तो फुस परिरहेछ चिसो भयो हात कस्तो हिउँ परिरहेछ फुस मेरो त चार्ज पनि सकिसक्यो यसै त देखिरहेछ आमा म देखेको छैन ल हिउँ कस्तरी परिरहेछ ओ हिउँ त लास्टै धेरै पर्न थाल्यो फोनमा चार्ज पनि छैन 2% छ कस्तो फुस अरू अगाडि मर बुढो पछाडि आइरहेछ कस्तरी मैले त के पो
यस्तो सानो सानो चिनी चिनी जस्तो सानो सानो डल्ला पो झर्दो रहेछ त हिउँ त फ्याट फट 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 हिउँ परिरहेछ चार्ज नै छैन 2%। त्यसो म भिडियो बनाउँदिनँ होला। ल हामी चाहिँ घर जाँदैछौँ है। सबैजना अगाडि गइसक्यो। चिरिन दाइ चिरिन अयो हजुर ल मेरो हात त कालै भइसक्यो छेडा आएर। ओइ हिउँ परेको भिडियो आयो। हिँड न हिँड अगाडि। आज चाहिँ हाम्रो डे 3 भाइले गरेर गाडी गएर जान लागिसक्यो। आउँदैछ कराइरहनु भएको छ उहाँले। कुदिम कुदिम गाडी चढिसक्यो पछाडि खै कता कता सिटै भनिदिनु त भएको थियो यहाँ अङ्कलले तर बसिसकेको रहेछ कि त्यही भएर काठमाडौँ आइसक्यौँ। अनि आज चाहिँ डे 3 मा चाहिँ हामी बगानदेखि काठमाडौँ हो। अनि के भन्छ आउँदाखेरि चाहिँ छिटै ल्याइपुऱ्याउँदो रहेछ। बिहान 6:30 मा यहाँ चाहिँ यहाँ 2 बजीतिर ल्याइदिइसक्यो। अब घर पनि आइ नै पुगिसक्यौँ।